नमस्कार। तिहार नजिकिएको छ। यहाँहरू सम्पूर्णलाई शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं। आगामी कार्तिक 2 गतेबाट तिहार सुरु हुँदैछ। 5 गते चाहिँ विशेष गरेर स्पेशल दिनको रूपमा लिइन्छ, जुन दिन चाहिँ गोरु पूजा, त्यस्तै गरेर नेवार कम्युनिटीले मह पूजा पनि मनाउँछन् र त्यस्तै गरेर त्यो दिन नेपालको एउटा राष्ट्रिय पहिचानको रूपमा स्थापित भएको नेपाल सम्वतको पनि नयाँ वर्ष हो, जुन 1146 चाहिँ त्यो दिनबाट सुरु हुन्छ। त्यस्तै गरी कार्तिक 6 गते भाइटिका यानि कि किजा पूजा गर्ने चलन छ र धेरैलाई जिज्ञासा चाहिँ के लाग्छ भने यो किजा पूजाको जुन भाइटिकाको साइट चाहिँ कहिले छ भनेर धेरैलाई जिज्ञासा लाग्ने गर्दछ। यो वर्ष चाहिँ भाइटिकाको साइट 11 बजेर 39 मिनेट जाँदाखेरि भनेर नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेको छ। अब म यो नेपालको साइट भयो, अब तपाईँ नेपाली भएर पनि विश्वका विभिन्न कुना कन्दरामा छडेर बसिराख्नु भएको छ र त्यो ठाउँको साइट चाहिँ अलिकति फरक छ। त्यस विषयमा पनि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले एउटा सूचना जारी गरेको छ। त्यो सूचनामा भएका मुख्य देशको समय तालिका म यहाँहरूलाई प्रस्तुत गर्छु र यो तालिका पनि मैले यो भिडियोमा राखिदिएको छु। मसँग यो अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको निर्णयको एउटा कपी छ, जुन जस्तो तपाईँ भारतमा हुनुहुन्छ भने 11 बजेर 55 मिनेटमा टिका लगाउन सक्नुहुनेछ साइट पाडेर। त्यस्तै गरी अमेरिकामा हुनुहुन्छ भने 11 बजेर 31 मिनेटदेखि 11 बजेर 33 मिनेटको बीचमा अमेरिकाका विभिन्न भूभागहरूमा रहनुभएका नेपालीहरूले टिका लगाउन सक्नुहुनेछ। त्यस्तै गरेर क्यानाडामा हुनुहुन्छ भने 11 बजेर 23 मिनेटमा, अस्ट्रेलियामा हुनुहुन्छ भने 11 बजेर 25 मिनेटमा र न्युजिल्यान्डमा हुनुहुन्छ भने 11 बजेर 31 मिनेटमा टिका लगाउन सक्नुहुनेछ। त्यस्तै गरेर धेरै नेपाली जर्मनमा हुनुहुन्छ, जर्मनमा 11 बजेर 43 मिनेट जाँदाखेरि, मलेसियामा 11 बजेर 57 मिनेट जाँदाखेरि, युएईमा हुनुहुन्छ भने 11 बजेर 45 मिनेट जाँदा, त्यस्तै गरेर कतारमा हुनुहुन्छ भने 11 बजेर 55 मिनेट, कुवेतमा हुनुहुन्छ भने 11 बजेर 45 मिनेट, इजरायलमा हुनुहुन्छ भने 11 बजेर 1 मिनेट, साउदी अरेबियामा हुनुहुन्छ भने 11 बजेर 55 मिनेट जाँदाखेरि भाइटिका लगाउन सक्नुहुनेछ। अब यहाँहरू जुन ठाउँमा हुनुहुन्छ, जहाँ जुन अवस्थामा हुनुहुन्छ, यो शुभ दीपावलीलाई एकदमै रमाइलोका साथ मनाउनु होला। यहाँहरू सम्पूर्णलाई शुभ दीपावलीको फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ।